होइन हौ सेरे, ए शेरबहादुर, यो मुजी घाँस कस्तो मुजी गुलियो छिक्ने के हो लाडो, यसमा मुजी कुकुरले मुत्या थियो कि? त्यहाँ न कस्तो दुनियाँ रहेछ यार, के हो मुजी कुकुरले म त्यहाँ त कुकुरले मुत्या नआउनु पर्ने ए रन्डिक छोरो, माछ सुत्न देऊ, चुप लाएर माछ छिक्ने। सुत्न ल्याएर बुढो माछ छिक्ने बाउला आछ रन्डीको छोरा बुढो माछ छिक्ने जुरुक्क माछ छिक्ने रन्डीको छोरोहरू जुरुक्क उठेर झ्याममा मुख पड्काऊ। मुख पड्काउँछ अरे सेना हाम्रो लाडो तान्यौ नि यसो माछ छिक्ने खातेका बच्चा हो, सुत्न दिँदैनौ। ए तलबाट को आउँदैछ रन्डीको छोरा? बाहुन माछ छिक्ने कता मुटेको? बाहुनले के बोकेर आउँदैछ टाउकोमा? हामीले त देख्दैन छिक्ने। तैँले देखा होलास् नि त्यहाँ। यहाँ सुन केटा हो, बाहुनले खसी लिएर आउँदैछ, वनको खसी लुट्नुपर्छ। चोर तिमीहरूलाई भने हो मुजी, मेरो आइडिया सुन सिक्ने, मेरो आइडिया। बुलोको गुलो होइन चिक्ने, त्यही गुलोले काम गर्छ चिक्ने। यहाँ सुन, त्यो बाहुनले मुजी खसी बोकेर आउँदैछ काँधामा, सम्झी मुजी बेलुकी मुजी खसी र मासु भात माछ चिक्ने। ओहो गजब हुन्छ मुजी, गजब हुन्छ रन्डीको छोरा, तेरो बाउले खसी काटेन हो नि। यहाँ सुन मुजी, म तिमीहरूलाई एउटा कुरो भन्छु मुजी, मैले जे भन्छु त्यही गर मुजी। बेलुकी भात मासु खसी माछ चिक्ने ममचा छोइला चिक्ने सबै बनाएर खानुपर्छ खसीको, अनि मजा आउँछ मुजी। ओ हँसाउँछ बुढोले, हँसाउँछ राणी, बुढोले हँसाउँछ चिक्ने, बुढोले हँसाउँछ। ए मुजी बाहुन मुजी कहाँ हिँडेको? कहाँ हिँडेको नि? घर हिँडे देखिन रन्डीको छोरो। अनि त्यो लाडो घाँटीमा के लाडो जस्तो मुजी मर्या साँप बोकेर हिँडेको छिक्ने? त्यो मुजी मर्या मुजी स्याल बोकेर हिँड्ने? मर्या स्याल रे, तेरो आँखा माछ छिक्ने र मोतीबिन्दु लाएछ क्या हो? तेरो आँखा मोतीबिन्दु छिक्ने मर्या स्याल बोकेर हिँड्छस् रन्डीको छोरो? खाँटे बाहुन। खाते बाहुन भन्यो राणीको छोरोले माछ छिक्ने। त्यसको बाउको क्रिया अस्ति भर्खर गर्दाखेरि त माछ छिक्ने जय 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 भन्थ्यो। रन्डीको छोरो माछ छिक्ने, राणीकै छोरो रहेछ माछ छिक्ने। कुन माछ छिक्ने दिन जन्मेछ माछ छिक्ने? खाते मुजी पागल रन्डीको छोरो माछ छिक्ने, मर्या स्याल भन्छ माछ छिक्ने। घाँटीमा त्यसकी आमाको पुती माछ छिक्ने। अर्को को यो मुजी? घाँटीमा के मुजी भानु बोकेर हिँडेको छिक्ने? भालु त क्याबिनतिर पो हुन्छ छिक्ने, घाँटीमा के भालु बोकेर हिँडेको लाडो? मर्या भालु बोकेर हिँड्ने? मर्या भालु रे, तेरै आमा भालु माछ छिक्ने। तेरो आमा भालु होइन माछ छिक्ने, तेरो टाउकोमा माछ छिक्ने, भालु माछ छिक्ने। माछ छिक्ने मर्या भालु बोकेर हिँडेर भालु पनि चिन्दैन सिक्ने रन्डीको छोरो। कस्तो मुजी बाहुन रहेछ माछ छिक्ने? बाहुन त होस् मुजी छुपी टाल्नु, रन्डीको छोरो बाहुन माछ छिक्ने। माछ छिक्ने मर्या भालु बोकेर हिँड्छ, उल्टा माछ छिक्ने तेरो आमा भालु भन्छ। तेरै आमा भालु माछ छिक्ने, तेरो आमालाई मैले माछ छिक्ने जमाना चिके त जन्म्या। तेरो आमा छिक्ने माछ छिक्ने रन्डीको छोरो बाहुन माछ छिक्ने। मर्न सिक्या श्रान्ति गर्नुपर्ने राणीको छोरो बाहुन। यो मुजी ठाउँको मान्छेहरूलाई के भएछ माछ छिक्ने? माओवादी रोग लागेको क्या हो? माओवादी पहिलेदेखि नै रन्डीको छोरा प्रचण्ड सरचण्डे जस्तो थिए माछ छिक्ने खाते मुजीहरू, तिनीहरूकै रोग लागेको छ माछ छिक्ने। बौलाउने रोग रन्डीको माछ छिक्ने। बर्बाद हुने भयो मुजी जिन्दगी यस्ता मुजीहरूसँग लगाएर। यो मुजी को फेरि? ए यो मुजी बौला, यो मुजी छिक्ने सार्की हो। अस्ति मेरो लुगा हेर्ने नि सिला हो क्या अरे? सार्कीलाई सोध्नु पर्यो, सार्कीले भन्छ कि माछ छिक्ने। ए सार्की के हो बाहुन, कताबाट मुजी? अनि छिक्ने मेरो कानामा तँलाई मुजी मर्या भ्यालु र मलाई स्याल जस्तो लाग्छ? लाग्दैन हौ छिक्ने, बाहुनले मुजी मर्या स्याल भालु बोक्छ छिक्ने, कुकुर बोकेर हिँड्दैछ रन्डीको छोरो। कुकुर अरे? राम 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 राम। माछ छिक्ने मलाई त बोक्सी लागेछ क्या हो? माछ छिक्ने यस्तो मुजी बोक्सी लाग्यो बेला माछ छिक्ने, यो फ्याक माछ छिक्ने, यो खसी खसी हेरेर छिक्ने रन्डीको छोरो माछ छिक्ने। खसीको गुलो म खान्छु, खसीको खुट्टा तथा बुढा, अनि माछ चिक्ने मोज गर्नुपर्छ। बेलुकी एउटा भालु पनि ल्याउने चिक्ने माछ चिक्ने।
जिन्दगी यस्तै हो क्या मुजी बाहुनले मुजी खसी फाले बाहुन रन्डीको छोरालाई के थाहा चिक्ने खसीको मोल के हुन्छ भन्ने